ए ला यतिको साथीलाई चाहिँ पुत्ता यसरी हान भने बनाउनु त्यो बनाउनु मात्र त म त महँगो फोनबाट मैले फोटो खिच्दिन आँटेको छु फर्किन त फर्किनेमा जुन दासहरू भनेको खत्तम हुन्छ भयो रेडी एक्सन म जाँदैछु कोसीमा फेरि पनि भिडियोहरू खिच्नको लागि हाम्रो भाइरल ठाउँ बोराभात घाम चाहिँ टाउकोमाथि आइसक्यो तर मेरो साथी आइसकेको छैन मलाई लिनको लागि त्यही भएर म हिँड्दै टुटो एक्लै हिँड्दै जाँदैछु खेतीबारीको सिजनमा र चाहिँ टक्क चल्दैछ यहाँनिर खेतको कामहरू जाँदैछु म चाहिँ एक्लै हिँड्दै पागल जस्तो गरेर एक्लै बोल्दै दाल भात आइसक्नु भएको छ लिनको लागि दाल भात जी स्वागत छ तपाईँलाई दाल भात यो हालौँ न मुनि हालौँ न त्यहाँ डिक्की खोल्न डिक्की किन बोक्नु डिक्की खोला न मलाई छिटो ढिलो भइसक्यो घामेर टाउको माथि पुगिसकिसक्यो तिमीले त गर्दैछौ ए म गर्दैछु स्याल म गर्दैछु ढिलो अहिले चाहिँ हाम्रो बोराभातमा अब पार्किङ एरिया राखेर 10 रुपियाँ अरे राखेको एउटा स्पिडर बाइक जेको पनि त ठिकै पनि हो धेरै डेभलप भइसक्यो तर साइको भइसक्यो हेर न गाइस नेपालमा हुने भयो भने के हुन्छ यार हुन्छ अब 10 दिन अगाडि केही थिएन वाउ तर है दामी छ ल आउ न हामी हाम्रै ठाउँमा जाउँ यार यत्रो मान्छे चिल गरेको बेला सुँगुर चाहिँ कहाँबाट आयो यार यहाँ सुँगुर सुतिरहेको रहेछ हाम्रो भाइरल प्लेस भिजिट गर्नलाई हाम्रो सुँगुर दाजु पनि आउनु भएको छ बोराभातमा सुँगुर बास थ्याङ्क यू सुँगुरजी आएर सुतिदिनु भएकोमा इथे आप यतै आन रे बेटा भन्नु मैथिली भाषा मलाई नै आउँछ नि त कसको मेहनत बताइदिन्छु हजुर म यहाँ आइपुग्दा नि भाइ गएको थियो कति मेहनत लाग्छ भन्ने कुरा मैले पनि देखिनँ क्या यहाँ ठिक्क होइन मैले त होइन ठिक्क थाहा पाएको भए त नि म त्यो मान्छेलाई ढाल्नै दिन्न थिएँ क्या मैले होइन सराप्न चाहिँ नसराप्नु सराप्न चाहिँ नसराप्नु यहाँ त कति मेहनत छ हेर कुन चाहिँ बाबीले है बनाऊ है मजाले बनाऊ त्यो ढाल्ने मान्छेलाई चाहिँ थाहा भयो भने नि दिदी यो दिदीलाई पनि ढाल्नु हुँदो रहेछ पिट्टो बनाउनु तपाईँलाई आउँदो रहेछ बच्चामा खेल्नु भएको थियो नि बबाल यस्तो गर होला कि दिदी यस्तो गर होला होइन
यहाँबाट ल्याएर यसरी फुत्ता यसरी हान्यो भने यसरी हाल्नु क्या को हो नि दिदी सानोमा मैले पिट्टु खेलेको थिएँ क्या हो पिट्टु नै बनाउन आएन यो होइन क्या हो हजुर बनाउनु त बनाउनु थियो बनाउनु मात्र त म त हाल्ने यसले ढाल्यो भने त मलाई भनेको त बनाउने आएन आउनु चाहिँ के गरेको दिदी कसरी पो बनाउनु भएको थियो त्यो त हाम्रो होइन है दिदी कसरी बनाउनु भएको थियो ए ला आफै यतिको साथीलाई चाहिँ हेर त पिट्टु बनाउन कसलाई आउँछ बोराबादमा पिट्टु बनाउन कसलाई आउँछ मलाई आउँछ मलाई लु दिदी आउँछ मैले बनाएको होइन अघि त अब ढाल्नु ल साथी ल अब ढाल्नु ल पिट्टु राम्रोसँग बनाउनु यो पर्छ चाहिँ नलाउनु न यो होइन अघिको राम्रो ढुङ्गा कहाँ गयो सबै कता फालिसक्यो जस्तो अनि फालेको होइन फालेको चाहिँ होइन माटो पनि दिदी त हेड मिस्त्री हो कि हो प्लास्टर गर्नु परेन पिट्टु कसरी बन्छ हेरिरहनु होला सबैले यो त मिलेन यसको लेभल तपाईँले मसला मिलाउनु भएको क्या यसको यहाँनिर लेभल मिलेन त्यो सानो हुन्छ कि यहाँ पनि छ ढुङ्गा हुँदैन हाल्नु त त्यही त मलाई त झन्नै आउन खोजेर यहाँनिर झन्नै आउन खोजिहाल्यो त्यो बहिनी त कस्तो मजाले लडिने यार डाइलग पनि खतरा हान्नु भिडियो पनि आयो त्यो बहिनी लडेको भिडियो पनि आयो भिडियो चाहिँ आएन यतापट्टि थियो कि लु भयो क्यामेराम्यान खासै गतिलो चाहिँ हेर्नुपर्छ क्यामेराम्यान क्यान्सिल ए यहाँ त ऊ त्यहाँ हेर बिहेको सुटिङ पनि हुँदैछ त्यो देखाउ न ढाल्नै अब चाहिँ ल ल दिदी राम्रोसँग जानु म ढाल्दिनँ ल कति जानुभयो दिदी मेरो यता कता नडा आमा मेरो पनि सङ्घसभा चैनपुर छिमेकी हुँदो रहेछ हानौँ भनेको बादमा पिट्टुलाई हानौँ भनेको दिदीले पिट्टु नै रोकाइदिएर यार दिदी धेर टाढा चाहिँ नजानु बेला भएको छैन उता जाने फोकस मी यस जति ताल हान्यो त्यति ताल पर्फेक्ट हाम्रो यो बोराबादमा इन्टरभ्यू त नलिम होला र यता देख्न सक्नुहुन्छ हजुरहरूले यता देखाउ त मोटु यता कस्तो दामी हाम्रो यो डुङ्गा चलाउँदै हुनुहुन्छ जाउँ हामी पनि एउटा चलाऊँ न कमान महँगो फोनबाट मैले फोटो खिच्दिन आँटेको छु दाइ कति वर्ष पुग्नुभयो म त भर्खर 16 पुग्दैछु झपक्कै बोलेको आयो त नि यतै नफर्किकन उतै फर्किने डाइरेक्ट लु 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 फर्किनु छिटो छिटो ल छिटो फर्किन त फर्किनु भयो जुम्बा सर भनेको खत्तम हुन्छ ल बोराबादको मान्छेहरू सबैलाई यस्तो पनि बनिसकेको रहेछ यहाँ
साह्रै हामी कालन्दर जाने अरे